दर्शकबिन नमस्कार, म मनिष कौर। म अहिले आएको छु दाङ र सल्यानको सिमानामा रहेको नर्सिङ होम नर्सिङ भैरव मन्दिर भन्ने ठाउँमा आइसकेको छु। अनि एकदमै यहाँ मन्दिरको म पुजारीसँग कुरा गर्न चाहन्छु। थोरै यहाँको बारेमा के कस्तो हो, के हो त्यसको विशेषताहरू थोरै उहाँसँग म के कुराकानी गर्न चाहन्छु। स्वागत छ तपाईँलाई। हजुर, नमस्ते हजुर। आरामै हुनुहुन्छ? ठिक छ सर। हजुर। अनि यो मन्दिरको बारेमा धेरै कुराहरू मैले सुने, मागेको चिजहरू पाइन्छ भन्ने कुरो सुनेर म पनि आइपुगेँ दाङदेखि होइन। बिस्तारै बिस्तारै बर्खामा छ, चिप्लिँदै भए पनि आइपुगेँ। अनि के हो अलिकति विशेषता थोरै भनिदिनुहोस् न है। यहाँको विशेषता त अब यहाँ आएर भक्तजनहरूले चाहिँ अब आफ्नो चाहिँ अब मागेका कुराहरू चाहिँ अब उहाँले भाकल गरेका कुराहरू पुग्ने भए हुनाले विशेषता चाहिँ अब हो सर। भनेपछि जस आएर स्वच्छ मनले मागियो भनेपछि चाहिँ जस पुरा हुन्छ। पुरा हुन्छ सर, पुरा भएको छ सर, भइरहेको छ हजुर। अनि यहाँ अलिकति व्यवस्थित गर्नुपर्ने बाटो देखियो। अनि बाटोको विषयमा थोरै धेरै पर्दैन, हल्का थोरै भन्नुहोस् न। यो बाटो अब जस्तै भक्तजनहरूलाई आन जानको लागि बाटोको अवस्था चाहिँ अलि अब चिन्ताजनक भनौँ, चाहिँ अब चिप्लो छ होइन। अब यहाँको चाहिँ अब सिँढीसहितको रेलिङ एउटा चाहिँ अब सिँढी व्यवस्थापन गर्न पाए एउटा सजिलो हुन्थ्यो। र बिचबिचमा चाहिँ एउटा प्रतीक्षालय क्या बस्ने बिसाउने त्यो भइदिए भए पनि राम्रो हुन्थ्यो। त्यो कुरा छ एउटा। अब यहाँ व्यवस्थापन गर्न त अब धेरै बाँकी छ, गर्नुपर्ने काम। बिस्तारै बिस्तारै हुन्छ, एकैचोटि हुनु कुरो भएन। यसको लागि त अब सम्बन्धित निकायले चाहिँ अब सोच्नुपर्ने कुराहरू देख्छु सर मैले। यो भिड त एकदमै धेरै भिड देख्छु। यस्तो बर्खा मासमा पनि यति धेरै भक्तजनहरू आउनु भएको छ होइन। यो भिड सधैँ यस्तै हो कि आज शनिबार भएर यस्तो हो? यो आज शनिबार भएर हजुरको चाहिँ लगभग 400-500 जना आउनु भएको छ। हजुर। अघि पछि दैनिक चाहिँ अब 200-250 जना त दैनिकै हुन्छ सर। 200 जना जस दैनिक हुन्छ सर। त्यति धेरै आउनुहुन्छ है? आउनुहुन्छ। पक्कै पनि यहाँ मागेको कुरा सफल पुगेरै सायद उहाँहरू आउनु भएको एउटा विश्वासै भएर आउनु भएको होला है। हजुर हजुर। हजुरलाई एकछिन भयो भने टाइम दिनुभयो, त्यसको लागि हजुरलाई एकदमै धेरै धन्यवाद। हाम्रो यहाँको वडा सदस्य हुनुहुन्छ भन्ने सुनेर उहाँसँग थोरै कुराकानी छ। तपाईँ वडा सदस्य है, तपाईँलाई चाहिँ अब म बाटोघाटोको थोरै कुरा गर्छु है, किनकि त्यसको अलिकति हेर्नुपर्ने हुन्छ। तपाईँले के छ व्यवस्थापन हुन्छ बिस्तारै? अब यो भर्खर सुरुवाती चलन हो। हजुर। यसमा हाम्रो तुलसीपुर महानगरपालिकाको यो 3 नम्बरको राम्री यो बराखाली यो दाङ सल्यान सिमानाको यो बराखाली राम्रीको भेगमा यो अवस्थित नरसिंह भैरव मन्दिरको सन्दर्भमा अब हामीले यिनी कुराहरू पहिलेदेखि केही कुराहरू त उठाइराखेका छौँ। अस्ति परिषदमा पनि केही कुराहरू उठेको छ र हामी समयअनुसार थोरो बहुत जसरी हुन्छ हामीले यसलाई सम्बोधन गर्दै जानेछौँ। बिस्तारै बिस्तारै सबै समस्याको समाधान हुन्छ। यहाँ भक्तजनहरूलाई देखाइदिन सक्नुहुन्छ, एकदमै धेरैहरू आउनु भएको छ। तपाईँ पनि जस आइपुग्नु भयो? तपाईँ पहिलोचोटि आएको यहाँ? पहिलोचोटि आएँ हामी। पहिलोचोटि आउनुभयो। जस अब हजुरले मागेको कुरा पुरा भने फेरि दोस्रोचोटि आउनु? हजुर हजुर, पुरा पनि आउँछौँ। फेरि आज एकादशी हुनु भयो। हजुर हजुर। एकादशी व्रत पनि बसिरहेछौँ। त्यही भएर आयौँ हामी। आउनु पर्यो। अहिले जस पूजा गर्नको लागि तयारी हुनुहुन्छ? हजुर हजुर। अहिले चाहिँ 12 बजे छ, त्यही भएर यति बेला मिल्दैन भनेर 1 बजे हजुर, 12 बजे भनेर अहिले हामी बाटो पुरिरहेछौँ, समय पुरिरहेछौँ। तपाईँहरू सबैजना कस्तो नयाँ तपाईँहरू? पहिला आउनु भएको थिएन है? पहिलोचोटि आउनु भएको छ? जस यहाँ आइसकेपछि तपाईँले मागेको कुरा पुरा हुनु भयो भने फेरि पनि आउँछ तपाईँहरू? आउनु पर्यो। कहाँदेखि आउनु भयो तपाईँहरू? हामी दाङदेखि। दाङदेखि आउनुभयो? राम्रो हुनु पर्यो। ठिक छ। तपाईँ सबैको कुरा बाटोघाटो राम्रो हुनु? बाटो चाहिँ हुनु पर्यो होइन। अनि बिचबिचमा बस्नलाई यसो 1-2टा प्रतीक्षालय पनि हुनु पर्यो। अनि व्यवस्था गरिदिनु पर्यो। सबै मिलेर हामी सबैजना मिलेर चाहिँ अब पहल गर्नु पर्यो, बनाउनु पर्यो। हुन्छ दर्शकबिन है, तपाईँले देखिसक्नुभयो होइन भक्तजनहरूको भिड कति छ भन्ने कुरो है। यदि तपाईँहरू पनि आउन चाहेमा एकचोटि आइदिनु होला।